सो यस गाइज है हजुरहरूलाई स्वागत छ मेरो न्यू भ्लगमा। अनि आज चाहिँ म यहाँ रेडी भइसकेको छु। आज चाहिँ मेरो घर जानुपर्ने छ। म पढाइसक्यो, अब तिहार लाग्यो नि त, त्यही भएर नि तिहारमा म घर जान लाग्यो। अनि अब गाडी जाने बेला भएको छैन, त्यही भएर म यहीँ छु। अनि आमाले हेरीहरू सफा गर्ने अनि गरेँ है हल्का यहाँ। अनि त्यसपछि यता छ रुमहरू सफा गरिराखेँ। अनि म अब चाहिँ जानु लागेको। अब एकछिनमा घरबाट निस्किन्छु। अब जाने बेला त उ गरिराखेर जानु पर्यो नि त, मिलाइराखेर। त्यही भएर मिलाएँ मैले। अनि यहाँ एक्लै छु, फेरि म घर यतिकै बन्द गरेर दिनुपर्छ। फेरि यति आलुपछि जाने बेला फेरि भेटौँला। बाई बाई गाइस, एकछिनमा भेटौँला। यो चाहिँ हाम्रो गाउँ मुनि मान्छेले छैनन् गाडीमा तिर धान पाकेर पहेँलो पहेँलो कस्तो राम्रो देखिरहेको थियो। म चाहिँ घर आइपुग्नु लागेँ। अनि यहाँ गाउँतिर चाहिँ यस्तो मजासँग बाटो बनाइसकेको रहेछ, कस्तो राम्रोसँग बढ्नाउँदै रहेछन् अझै बुझले। अनि यहाँबाट बस्यो जानुपर्छ है। बल्ल आइपुग्यो। धन्न गाडीमा गाह्रो भएन र सजिलो भएको छ, नत्र मैले केही गर्न सक्दिनँ। बेनास एक्लै बस्नु पर्थ्यो। अब त मम्मी तिहारभरि भए पनि रमाइलो हुने भयो। घर बस्दा अवस्था अल्छी लाग्थ्यो, अहिले वहाँ बस्दा अवस्था अल्छी लाग्छ। फुलेको छ। सानो पुन्ट्यो, सानो पुन्ट्यो आइपुग्यो। मम्मीलाई फोन गरेर 2 चोटि फोन गरेँ, फोनै उठाएन। आइ म त आफ्नै सुरले भयो नि।